हेलो सबैलाई नमस्कार। धेरै दिनपछि फेरि पनि वेलकम छ भ्लगमा। आज चाहिँ हामी दुईजना आज चाहिँ हामी जागरिप सानो सामान छोड्नको लागि जाँदैछौँ। हेर्दै गर्नु होला जागरिप। अब हुन त मैले धेरै भिडियो हालिसकेको छु जागरिपको, त्यही पनि हेर्नु आजको दिन कसरी बित्छ। लेट्स गो। हामी चाहिँ अहिले ट्रेन स्टेसनमा ट्रेन कुर्दैछौँ। वहाँ एक दुईवटा चेलीबेटीहरूले पनि ट्रेन गर्नुभयो। हाम्रो दाइ पनि ट्रेन अब 2 मिनटपछि ट्रेन आउँदैछ। हामी आज ट्रेनमा जानेछौँ। अब हामीलाई सबै थाहा भइसक्यो कहाँबाट के गाडी लाग्छ भन्ने। 2 महिना बसेपछि आज चाहिँ हामी ट्रेनमा जाँदैछौँ। साइरन बजिसकेको छ। अब यहाँ ट्रेन आउँदैछ। वहाँ साइरन बजिरहेछ। त्यो हाम्रो त्यो रेड उस तल झर्दैछ। अब ट्रेन आउँदैछ। ट्रेनको त आइसक्यो होला। आइसक्यो ट्रेन। ट्रेन उता आइसक्यो। ट्रेन आइसक्यो। अब चाहिँ हामी ट्रेनमा जान्छौँ। कुनै सिट खाली छैन यार केबिनको। हामी चाहिँ ट्रेनमा हिँडिसक्यौँ जागरिपतिर घुम्न। हल्का सामान दिनु थियो, सामान दिनु। अहिले चाहिँ हामी ट्रेनमै हो। त्यो कम्पनी छ अहिले यहाँ सिजन खुलिसक्यो, कामको सिजन खुलिसक्यो। अहिले सब कम्पनीहरू चलिरहन्। हामी पनि त्यही हल्का कामको सिलसिलामा र साथीभाइ भेटघाट भनौँ भेट्नलाई हिँडेको। अब चाहिँ हामी सिटी एरियातिर छिर्यौँ। ट्रेनमा चाहिँ मैले तेस्रोचोटि सवारी गरेको, तर भिडियो चाहिँ फर्स्ट टाइम बनाएको है ट्रेनको चाहिँ। हामी सिटी छिरिसक्यौँ। चाहिँ हामी जागरिप सिटीभित्र छिर्यौँ। ल गाइस, ट्रेनबाट झरियो। अब ट्रेनबाट भाइ हामी यत्रा मान्छे थियौँ ट्रेनभित्र। ट्रेनबाट त झरियो। अब हामी पहिला मूत्र विसर्जन गर्न जानुपर्छ। यहाँ दिमाग खराब बना पिसा फेर्न आएर। हामी चाहिँ अहिले घोडा पार्कभित्र छौँ है। उहाँ घोडाको पार्क होइन। अब चाहिँ हामी आइसकियो फाइनल्ली। अगाडितिर आउनु भएन। पौडेल दाइ पनि छन्। ट्याक्क घोडे पार्क आयो 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 सिधै मुखमा आयो घोडे पार्कको फाइनल्ली। आज यहाँ त सब क्लोज रहेछ त। आइतबार मात्र खुल्ने रहेछ क्या। यो चाहिँ यहाँको लोकल ट्रेन, सानो ट्रेन। यिनी चाहिँ हाम्रा पौडेल दाइ। यो चाहिँ म। ह्यान्डसम बढी नि पछाडिबाट मेट्रो सर चल्छ। अझै यहाँ कन्सर्ट रहेछ। हाम्रो भाग्य पनि ठिकै हो, कन्सर्ट हेरेर जाने भयो। केटा होला हेर, चिकन मसला यहाँ 2 युरो। 2 युरो भनेको नेपाली समथिङ 350 जति पर्ने रहेछ एउटा चिकन मसलालाई। यस्तो हो दालहरूको प्राइस। ओहो, मसुरको दाल 4 युरो भनेपछि लगभग 1000 रुपियाँको आधा किलो। भुजा आधा किलोलाई लगभग 900 समथिङ। नेपाली मार्केटबाट चाउच। अनि उता केटाहरू त्यहाँ छन् कि छैनन्? त्यहाँ यो सुरजले सोधिरहेको थियो कि
बुद्ध मार्टबाट 3वटा मसला हालेर नेपाली 6-7 सयका मसला हालेर अहिले हामी फेरि काठमाडौँ मार्टतिर जाँदैछौँ। अब काठमाडौँ मार्टमा चाहिँ अब जानलाई यहाँ 600 मिटर जति छ। पछाडि अब यहाँ लोकल बस जस्तो मेट्रो हिँडिरहेछ। हाम्रा पौडेल दाइ पनि हिँडिरहन्। अब चाहिँ हामी काठमाडौँ मार्ट आइपुग्न लाग्यो। जाग्रिप पनि खासै भयङ्करै ठुलो त छैन सिटी, सानो सिटी हो। तर हामी बस्नुभन्दा त धेरै राम्रो छ। यहाँ चाहिँ यस्तो छ, अब रेलहरू पनि एकै ठाउँमा हिँड्ने, गाडीहरू पनि एकै ठाउँमा हिँड्ने होइन। रेल भनेर फेरि त्यो ठुलो रेल पनि होइन, मेट्रो पनि होइन, यो लोकल बस जस्तै। अब यहाँ खैरेनीहरू हिँडेको हिँडै गर्छन्। वाह, पौडेल दाइलाई देखेर वाह। तिमीले भ्लग गर्दै बसेछौ नि त, त्यही भएर तिमीलाई देखेर हो। मलाई देखेर त वाउ भन्छ नि त होइन। त सानैदेखि ह्यान्डसम म त, त्यही पनि। यो काठमाडौँ मार्टमा करेन्ट अचारी 1.45 नेपालमा 50 रुपियाँमा पाइयो। ल गाइजहरू, घुम्न त हामी धेरै घुम्यो, तर अब क्यामेरामा कैद गर्न सकिएन। हिँडेको जति सबै कैद गर्न त कहाँ सकिन्छ र होइन। अब त्यही पनि अलिअलि देखाउँदैछौँ। अब यस्तो काम गर्नुपर्छ यहाँ आएपछि होइन। घर बनाउने काम भने काम सानो ठुलो केही भन्न हुन्न। घर बनाउन पाए गरो केटो, यो सोचले आउनुपर्छ। यस्तै छ क्रोएसिया। अब हाम्रो जस्तो भाग्य भयो भने त 8-3 महिना घुम्न पाउनुहुन्छ। अब अरू त के भनौँ म। आजलाई यति घुमेर पनि भ्याइयो। के घुमियो पनि देखाउन पाइएन। अलिअलि घुमियो, अलिअलि क्यासिनो पनि खेलियो, हारियो। अब रेलको टिकट काटियो र हिँडियो। धेरै धेरै धन्यवाद ताइन तुइको भ्लग हेरेकोमा। फेरि पनि हेर्नु होला। ल बाई।